हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग आफ्टर सो लङ। म चाहिँ हिजो सुर्खेतदेखि काठमाडौँ आइपुगेँ। हिजो म 1 बजीतिर काठमाडौँ पुगेको थिएँ, तर कोठामा आइपुग्दासम्म मलाई 5-6 नै बजिहाल्यो। अनि आज पनि आधा दिनहरू यस्तै रुम सफा गर्दै बित्यो, एकदमै मेसेज छोडेको थिएँ त्यही भएर। अनि अहिले चाहिँ म मैती देवी जाँदैछु आन्टीकोमा सामान पुर्याउन। सो या मैले घरबाट ल्याएको सामानहरू यसरी फिलाएको छु। सामानहरू बिग्रिसक्न लागेको छ। यो सामान चाहिँ मैले अलिकति चाहिँ आन्टीलाई पनि पठाइदिनु पर्ने छ। सो म अहिले छुट्याएर आन्टीलाई पुऱ्याउन जाँदैछु। मैले चाहिँ यो 2टा ब्यागमा सामान प्याक गरेँ। यसमा चाहिँ बोडी, टिमुर, लसुन अनि अलिअलि सुन्तला छ। अब म यो लिएर आन्टीकोमा पुऱ्याउन जाँदैछु। म चाहिँ अहिले घर आइसकेँ, तर मैले आज के गल्ती गरेछु भने मम्मीले दाल पनि पठाउनु भएको थियो, मैले दाल लिन चाहिँ बिर्सेछु। अब त्यसको लागि मात्रै भए पनि फेरि अर्को दिन मिलाएर जानुपर्छ। सो यही नै हो आजको मिनी भ्लग। सो या